हेलो गुड मर्निङ सबैजना। आज चाहिँ हामी धरान रन जाँदैछौँ र साथीहरू आउनु आँटेको छ। म पर्खिरहेको छु यहाँनिर। ल अब हामी चाहिँ निस्क्यौँ सुनादाबाट। अहिले चाहिँ हामी नेपाल छिर्यौँ। अब नेपालपट्टि जाँदैछौँ। अब बोर्डरमा चाहिँ भिडियो खिच्नु बिर्सेछ। कन्याम आइपुग्यो। अब चाहिँ हामी कन्याम एकछिन रेस्ट गर्ने, त्यहाँदेखि फेरि हिँडिहाल्नुपर्छ। यो चाहिँ अहिले कन्याम आइपुग्यो। यहाँ डान्स गर्ने उयो रोटेटर छ, पर फोटो खिच्ने, फ्रेम बेच्ने सबै गर्ने रहेछ। यहाँ चाहिँ कन्याममा पनि अब फोटोसोटो खिच्यो। अब यहाँबाट आउट। अहिले चाहिँ हामी दमक आइपुग्यौँ। 5 थरी थकाली भन्नेमा चाहिँ थकाली खाना खाँदैछु। मजाको एकदम राम्रो छ। हिटौँडा मोरङ जिल्ला पर्दछ। यो चाहिँ उर्लाबाडी बाटो चाहिँ बनिएकोले गर्दा चाहिँ एकदम गाडामुडुङ रहेछ। अहिले बनिँदो रहेछ। यहाँ चाहिँ रफ बाटो, यहाँ चाहिँ यतापट्टि चाहिँ चिल्लो बाटो बनिँदैछ। यो हेर्दा चाहिँ तुवालो लागेको छ, तर यो चाहिँ धुलो बाटो। अब चाहिँ इटरीबाट धरानपट्टि लाग्यो बाटो। यतापट्टि चाहिँ एकदम दामी मजाको चिल्लो 4 लेन बाटो छ। अब चाहिँ धरान आइपुग्यौँ। धरानमा चाहिँ बिफ कलेक्सन यस्तो हुन्छ। बुढा मन्दिरमा आइपुग्यौँ अहिले। र मन्दिरभित्र चाहिँ यस्तो छ, दर्शन गर्नु सक्नुहुन्छ तपाईँहरूले पनि। हामी आइपुग्यौँ स्टार्टिङ भेन्यूमा। इभेन्ट भेन्यू म्याराथन सकेपछि यहाँ इभेन्ट हुन्छ। धरान रन चाहिँ सुरु लाग्यो। धरान 10K को 2 किलोमिटर सक्यो। उकालो छ, अपहिल सबै। अहिले चाहिँ 6 किलोमिटर सक्यो। अझै जाँदैछ रेस्ट। 8 किलोमिटर पुग्नु आँट्यो। कुद्दैछ सबैजना। जान्छ, यता पनि छ, चारैपट्टि ग्रुप छ। ताली बजाएर जल्दी सबैले ताली बजाएर हौसला प्रदान गरिदिनु। फिनिस लाइनमा सक्यो। मेडल पायो काठको मेडल रहेछ। दामी। राजु लामाज्यू पनि हुनुहुँदो रहेछ। कङ्ग्रेचुलेसन भन्दिनु होला प्लिज। फर्स्ट भएको मकाउबाट आएको रहेछ। उहाँको पछाडि